सिलामसाकमा यो सिलामसाकमा चाहिँ अब हुन त मलाई त्यत्रो धेरै जानकारी यसको बारेमा ज्ञान त छैन, तर मलाई जहाँसम्म चाहिँ नि लिम्बू साथीहरूले सुनाउनु भए अनुसार चाहिँ सिलामसाकमा भनेको चाहिँ मृत्युको बाटो छेक्ने एउटा मन्त्र भनौँ या चाहिँ त्यो एउटा चिन्ह चाहिँ यो सिलामसाकमा हो। र यो सिलामसाकमा चाहिँ मैले किन देखाइरहेको छु भन्दाखेरि चाहिँ अब नेक्स्ट प्रोजेक्ट हैन, श्रमदानको प्रोजेक्टमा थुप्रै कामहरू हामीले अब मेची महाकाली गरिरहेका छौँ। त्यसमध्येको एउटा विशिष्ट र महत्त्वपूर्ण ऐतिहासिक सांस्कृतिक क्षेत्रमा हामीले गर्ने तपाईको श्रमदानबाट निर्माण गर्ने एउटा तपाईको चाहिँ के अरे योजनामा चाहिँ सिलामसाकमा पार्क बनाउने भनेर चाहिँ मैले सोचेको छु र त्यो घोषणा गर्दछु। र सिलामसाकमा पार्क चाहिँ हामी यसरी बनाउनेछौँ र यसमा यो 9वटा कलर हुन्छ भन्ने कुरा छ। त्यसले गर्दाखेरि सिलामसाकमा पार्क हामीले बनाउँदाखेरि चाहिँ यो कन्सेप्टबाट बनाउँछौँ। यहाँनिर हैन हामी ठुलो सिलामसाकमा यसरी चाहिँ नै राख्नेछौँ। यो तरिकाको हैन एउटा सिलामसाकमा यहाँ रहनेछ। त्यसै गरी यहाँनिर 4वटा, एउटा दुईटा हैन तीनटा चारवटा यतापट्टि त्यसै गरी एउटा दुईटा हैन तीनटा चारवटा गरेर चाहिँ यसरी तपाईको बेसिक चाहिँ यो कन्सेप्ट हुनेछ। मैले कल्पना गरिरहेको छु र अरू त डिजाइनर साथीहरूले पनि थप्नुहुनेछ होला। यो प्रकारको एउटा तपाईको चाहिँ के अरे सिलामसाकमा पार्क 9वटा सिलामसाकमा हुनेछ। बीचमा सबैभन्दा अल्गो र ठुलो हुनेछ भने साइडमा त्यसै गरी सानो हुँदै छेउमा यसरी चाहिँ जानेछ। र त्यहाँ अब फुलबारी भन्ने के कुराहरू त अब त्यहाँ भइ नै हाल्छ। र यो सिलामसाकमा पार्क हाम्रो चाहिँ नि बनाउनेछौँ हामीले एउटा उपयुक्त ठाउँ खोजेर। त्यो उपयुक्त ठाउँ नपाइन्जेलसम्म चाहिँ हामी कोही कसैबाट सहयोग पनि लिने छैनौँ। उपयुक्त ठाउँ खोजिसकेपछि चाहनुहुने साथीहरूले कसैले जबरजस्ती छैन, स्वैच्छिक तपाईहरूले सहयोग गर्नुहुनेछ, सहयोग सक्नुहुनेछ। र हामी एउटा यो चाहिँ नि पार्क सिलामसाकमा पार्क हैन सांस्कृतिक महत्त्व राख्ने सिलामसाकमा पार्क निर्माणमा हामी जुट्नेछौँ।